यो रिपोर्ट दिएको थिएन मैले त्यहाँ अनि रिपोर्ट पाइन भनेर इन्टरभ्यु दिने मन्त्रीले राज्य व्यवस्थाले यसो गर्यो भन्ने यो मेरो स्टेट राखेकै हो। यस बापत मैले धेरै ठाउँबाट हप्की दप्की तर्साई थर्काई पनि खानु पर्यो। मेरो लोगो हरायो। पहिला अवकाश पाएपछि भन्ने थियो है, तपाईहरुलाई आज जानकारी गराउँछु। मैले थपेको अवकाश पाएर मात्र हुँदैन, तर यो समितिलाई खुइल्याउने काममा केही मान्छेहरु लागेको हामीलाई अनुभूति भयो। ड्राफ्ट देखाएपछि उहाँले के भन्नुभयो, लीलानाथ श्रेष्ठ साँची हुनुहुन्छ माननीय सभापतिज्यू, यो शब्द मलाई त ठीक थिएन। पहिला अवकाश पाएपछि भन्ने थियो है, तपाईहरुलाई आज जानकारी गराउँछु। मैले थपेको अवकाश पाएर मात्र हुँदैन, राजीनामा दिएपछि पनि यिनीहरु यसरी कुलिङ पिरियडमा जान सक्छन्, यो पनि राख्नुस् भनेको। मैले स्ट्यान्ड लिएर भनेको राजीनामा भन्ने शब्द राखे। राजीनामा पहिला निजामती कर्मचारी मात्रै भन्ने थियो, निजामती कर्मचारीलाई मैले सरकारी र निजामती भन्ने राखे। मैले फेरि तपाईहरुलाई अनुरोध गर्न चाहन्छु, यो यही छ, यो मेरो स्ट्यान्ड राखेकै हो। यस बापत मैले धेरै ठाउँबाट हप्की दप्की तर्साई थर्काई पनि खानु पर्यो। मेरो लोगो हरायो। माननीय सचिवहरु 3 गते दिन मलाई तानातान गरियो या सबै आएर। अब म धेरै कुरा गर्न चाहन्न, तर 4 पछाडी 5 मा यो राख्ने काम कसले गरेको हामी सचिवालय आज सम्पूर्ण संसद यो जान्न चाहन्थ्यौ। किन भन्नुहुन्छ भने यो संसदको ठूलो हामी माथिको प्रहार हो, कानुन बनाउने माथिको प्रहार हो। यहाँ कसको खेल थियो भन्ने हामीले जान्नुपर्ने पर्ने जरुरी थियो। यहाँ त के आयो, माननीय सभापतिले मैले सोधे के छ, ठीक छ, यो चलनै हो। अघि माननीय कृष्ण गोपालको कुरासँग म सहमत छु र मलाई त्यस दिन बिहान एउटा मिटिङ थियो। माननीय रघुजी पन्त, म दिलेन्द्र बडु, अघि थानी हृदयले कोर टिम भन्नुभयो, कोही कोर टिम होइन। सल्लाहमा सुरुदेखिको छलफलमा आउनु भएको रघुजी पन्त हुनुहुन्थ्यो। आउनुभयो, आउँदा आउँदै कुनै एकजना उप प्रधानमन्त्रीको फोन आयो अनि त्यसपछिबाट आइसकेपछि रघुजी पन्त ओल्लो कोठामा आउनुभयो र मलाई सामान्य प्रशासन मन्त्रीज्यूले के भन्नुभयो, साँची हुनुहुन्छ रघुजी पन्त, यो विधेयक मलाई सम्माननीज्यूले आजै पेश गर्नु भनेको छ। प्रेसर बढी भयो, मलाई प्रेसर बढी भयो, रामरजी आजै पेश गर्नुपर्छ, आजै पेश गर्नुपर्छ भनेर यही कोठामा, मेरो कोठामा रघुजी पन्तको अगाडि भन्नु। रघुजीले होइन आज नगरौँ भन्नु। 2-3 गतेको कुरा। त्यसपछि विधेयक पेश गर्नु अगाडि म उहाँको कार्यकक्षमा गएँ। उहाँले भन्नुभयो सब राम्रो रहेछ, एउटा यो थप्नु भएछ, झन् राम्रो हो। म त खुसी भएँ। के थप्नु भएछ भन्नु? त्यही होइन, 15 होइन, राजीनामा र राजीनामा थपेको। अवकाश मात्रै थियो, राजीनामा र अवकाश भन्ने थप्यो। अनि निजामती कर्मचारी मात्रै थियो, निजामती कर्मचारी सरकारी र अन्य निजामती र अन्य सरकारी थप्यो। ल धन्यवाद यार, तपाईले बडा राम्रो गर्नुभएको छ भने मन्त्रीज्यूले मलाई धन्यवाद दिनु। लीलानाथ श्रेष्ठ पनि हुनुहुन्थ्यो। अनि मैले यो तपाईँ हेर्नुहोस् है भने उहाँले हेर्नुभयो। मीराजी पनि त्यस दिन चाहिँ हुनुहुन्थ्यो जस्तो हुनुहुन्थ्यो। तपाईँ यो रिपोर्ट दिएको थिएन मैले त्यहाँ अनि रिपोर्ट पाइन भनेर इन्टरभ्यु दिने मन्त्रीले राज्य व्यवस्थाले यसो गर्यो भन्ने रिपोर्ट तपाईहरुको अगाडि मैले दिएको हो कि तपाईले हेरेर यो ठीक छ भनेको हो कि हैन हो। तपाई सुन्नु नि त, अनि रिपोर्ट भनेको के हो त? तपाईहरु रिपोर्ट पाइन भन्ने। अनि मलाई सुन्नुस् एउटा कुरा, त्यसैले मेरो निष्ठामाथि पनि प्रहार भएको छ। यो समितिमा हामीले नागरिकता विधेयक पास गर्यौं, संवैधानिक परिषदको काम कर्तव्य अधिकार सम्बन्धी विधेयक पास गर्यौं, अनुगमन विधेयक पास गर्यौं। यो समितिमा आएपछि सबै मान्य सदस्य भ्रष्टाचार सम्बन्धी पास गर्यौं। सबभन्दा ठूलो उपलब्धि हामीले यो समितिले गरेको छ। तर यो समितिलाई खुइल्याउने काममा केही मान्छेहरु लागेको हामीलाई अनुभूति भयो। आज थाहा पाउँदैछु म।